100 भाइ कौर र 5 भाइ पाण्डवको लडाईँ भएर लडाईँ भएछ 100 भाइ कौरलाई 5 भाइ पाण्डवले मारे भन्छ त्यो मारेको यो जिउलामा ए यहाँ यो खेतमा यता खेतमा यही खेतमा ए लेकतिर पाउँदै रहेछ ठुलो सिम्बा अब राना आइपुग्ने बेलामा चाहिँ यस्तो रहेछ है अलिकति चाहिँ र अब सुर्खेत यो एयरपोर्ट एरियामा जो बसेको आज चाहिँ अब लाग्यो बाटो के अरे रारा लेक त आज पुगिन्छ कि पुगिँदैन है अब दुईटा बाटो छ अरे भन्छ अब कुन बाटो जाने थाहा भएन अब सोध्दै चल्दिने हो अब गोजीमा कति 2-3 सय पनि छैन होला पैसा अब यहाँ पैसा निकाल्ने अनि चल्दिने अब उँभो त अब फेरि नेटको प्रब्लम होला मोबाइल ब्याङ्किङ अनलाइन नहोला होइन त्यसले गर्दाखेरि पैसा चाहिँ निकालेरै जानुपर्छ पानी पर्ने हो कि यार अस्ति त पोखराबाट रुकुमसम्म नै पानीले लोड हानेको हो हिजो चाहिँ एक थोपा पानीले भेटाएन आज चाहिँ अलिक पानी पर्ला जस्तो छ आकाशहरुमा अलिक कालो बादलले घेरिरहेको छ वरिपरि डाँडातिर पानी चाहिँ नपर्दियो हुन्थ्यो नगरपालिका कता हो ओ बोका अट्टेरी बोका छोड बाटो यस्तो छ पानी नपरेकोले गर्दाखेरि यतिको अथवा हो पानी परेको भए चाहिँ यो बाटोमा बाइक कुदाउनु निकै गाह्रो हुन्छ ठाउँमा त अब पुरै टायरै आधी टायरै भासिनेहरू पनि यो बाटो यो अगाडि झन् नराम्रो छ अरे बाटो तर आज चाहिँ पानी नपरेकोले गर्दाखेरि यतिको सहज भएको छ नत्र भने बिजोग हुन्थ्यो मौसमले चाहिँ साथ दिइरहेछ आज चाहिँ अब यहाँबाट मनमा कि मानमा भन्ने ठाउँ जम्मा 40 किलोमिटर जति होला आजको बास अब त्यही हुन्छ अनि त्यस पछाडि भोलि चाहिँ रारा लेक पुग्ने हो आज रारा लेक पुगिन्छ होला भनेको त कहाँ पुगिने रहेछ नि यार तर पुगिन्थ्यो पनि अब अघि बाटोमा फेरि 2 घन्टा सुतेँ
बिहान पनि अब ढिलो हिँड्न है जहिले पनि अब 9-10 बज्छ त्यसले गर्दाखेरि अरूलाई 3 दिन लाग्छ अरे रारा आइपुग्नु मलाई 5 दिन लाग्ने भयो म चाहिँ अलिक अल्छे भएर हो क्या किनभने अब बिहान 9-10 बजीसम्म सुत्दिन्छु म त्यसले गर्दाखेरि चाहिँ अनि अलिक ढिलो हुनुको कारण चाहिँ त्यही हो नत्र भने म पनि बिहानै उठेर हिँड्ने गरेको चाहिँ 3 दिनमा चाहिँ रारा पुग्थेँ तर मलाई 5 दिन लाग्ने भयो बाटो चाहिँ यस्तै छ अफरोड अलिकति ब्ल्याक टप आउँछ फेरि अनि अफरोड सुरु भइहाल्छ यस्तो छ है रारा जाने बाटो योभन्दा माथि झन् डेन्जर छ अरे बाटो भन्छ तर त्यस्तो खतरा पनि होइन होला ओइ पप्पी ल यस्तो चट्टानको बाटोहरू पार गर्दै आजको गन्तव्यमा आइपुग्न लागे म मानमा भन्ने ठाउँ त्यो चाहिँ माथि डाँडामा छ म चाहिँ यहाँ यो खोला नदी के भन्छ यो यसको किनारमा छु अब यहाँबाट लगभग कति किलोमिटर होला 20-22 किलोमिटर छ कि कति छ यस्तो झर्नाहरू छ बाटोमा मानमा सहर माथिको क्यामेरामा देखिएको छ कि छैन है पानी पर्दैछ यता बाक्लो गाउँ रहेछ माथि पुरै मानमा सहरै रहेछ डाँडाको टुप्पोमा मानमा बजार प्रवेश गरियो है जस्तै छ अब मेन बजार चाहिँ अलिक माथि होला यता चाहिँ अलिक शीतल चिसो हुने रहेछ क्या बल्ल अलिक माथि लेकतिर आइएछ यार अघिसम्म त गर्मीले पाकेर बल्ल भनेकै लेकमा आइपुग्यो ल म चाहिँ अहिले यो कालीकोटको मानमा भन्ने ठाउँमा आइपुगेको छु अनि यहाँको म तपाईँहरूलाई दृश्य देखाउँछु तर त्योभन्दा अगाडि चाहिँ म तपाईँहरूलाई सेवा नमस्ते एन्ड गुड मर्निङ फ्रम यो अति दामी ठाउँबाट है त ल भ्यू हेर्नुहोस् है त अब यसको एल्टिट्युड चाहिँ 1900 मिटर हाइटमा हो यस्तो छ यो तलसम्म तल खोलासम्म नै गाउँ छ यहाँ चाहिँ हैन यस्तो छ बब्बाल छ गाउँ पुरै बाक्लो छ तल खोलासम्म नै यो चाहिँ मानमा बजार ल अब मनमाबाट चाहिँ बाटो लाग्यो अहिले कति बज्यो भने 8:28 गयो
हिँडाइ जहिले पनि ढिलो हुन्छ। अब यहाँबाट 160 किलोमिटर अरे रारा। अब बाटो कस्तो छ त्यो अफरोड होला। अब हेरौँ बेलुकासम्म बिस्तारै जाने हो। बाटोमा बिछाउँदै अरूभन्दा पनि पानी चाहिँ नपर्दै हुने हो, त्यति हो। पानी परेन भने बिस्तारै जान सकिन्छ। पानी पर्यो भने फेरि बिजोग हुन्छ बाटो पनि। हिलोहरू छ भने गाह्रो हुन्छ कुदाउनु। यहाँ चाहिँ यस्तो छ, सबै चुहालो लागेर यस्तो छ। कत्रो हो यो त, कुन खोला हो यो? हो गिद्धै नजर भनेको यही हो, गिद्ध जा। अब यो बाटो गयो भने चाहिँ जुम्ला। अब म चाहिँ यो बाटो रारा जाने हो। अब यो बाटो चाहिँ मुगुतिर लाग्यो है त। अब बाटो अफरोडै भए पनि राम्रै छ अरे। बिस्तारै जाने लाग्छ होला, 4-5 घन्टा बिस्तारै जाँदा पनि। मुगुको गाउँको घरहरू यस्तो डिजाइनको हुन्छ है यता चाहिँ। ओहो यस्तो टाढा देखिँदैन, यस्तो हुन्छ। रारा जाने बाटो कता हो दाइ? यही हो। पारी भेट्छ होइन फेरि? गाउँ लाग्छ यस्तै गाउँ के यतैपट्टि हो, त्योदेखि
ए ए माथि उतै ए माथि अझै उतै काटेर पल्लोपट्टि ए ल हुन्छ हस् दाजु धन्यवाद सौभाई कौर र 5 भाइ पाण्डवको लडाइँ भएर लडाइँ भएछ सौभाई कौरलाई 5 भाइ पाण्डवले मारे भन्छ त्यो मारेको यो जिउलामा ए यहाँ यो खेतमा यता खेतमा यही खेतमा यही खेतमा हो यो खेतमा मारे 5 भाइ पाण्डवको घर त्यो दरबार थियो यो कहीँबाट गरे त्यही भित्रैमा माथि डाँडामा निस्किँदैछ त्यही भित्रै दुलामा भित्रै भित्र त्यो माथि त्यो डाँडाको माथिमा माथि त्यो झन्डा भएकोदेखि माथि डाँडा माथि सल्लाह यो पातलभन्दा जङ्गलभन्दा माथि छ माथि पाक पहिला 5 पाण्डवको पालामा 5 पाण्डवको पालामा हो यो सब अनि यो चाहिँ उयो हो के अरे मार्सी धान हो यो मार्सी धान यो जुम्लै पर्यो होइन हजुर जुम्ला हाम्रो सिजा हो भनेपछि यहाँ चाहिँ सबै मार्सी मात्र है धेरै जिल्लाभरिको सबभन्दा राम्रो हाम्रो यही छ ए जुम्लाको सबैभन्दा राम्रो गाविस खेती पनि धेरै हुने होला होइन खेती पनि राम्रो हुने होला खेती अब हेर्नु होला अब खेत ठिकै छ बाटो धान हेरेर आउनुभयो अब 5 पाण्डवको घर भनेपछि त अब राम्रै होला नि त होइन हजुर ए स्याउ ए ल चाखौँ न त अनि ल धन्यवाद तपाईँलाई जुम्लाको स्याउ ल यो अहिले टक्क बिसाएर खानु पर्यो जुम्लाको स्याउ जडाको स्याउ माथि टुप्पाको फल त हुन्छ यो चाहिँ 5 पाण्डवको गाउँ अरे जुम्लाकै सबैभन्दा राम्रो गाविस यही अरे कुन गाविस हो पाण्डु गुफा नै हो पाण्डव गुफा कि पाण्डु गुफा पाण्डव गुफा यहाँ लेखा के पाण्डु गुफा वडापालिका राखिहाल्छ अब गाउँपालिका हाम्रो कनका सुन्दरी छ ल हस् धन्यवाद ल यो चाहिँ 5 पाण्डवको घर अरे त पर देखेको चाहिँ अब यहाँ त अब कहाँ देख्नु क्यामेराले मैले चाहिँ देखिरहेछ अनि त्यो घरबाट चाहिँ गुफाबाट भित्र माथि डाँडामा निस्किन्थ्यो अरे पहिला अनि जुम्लाको सबैभन्दा राम्रो गाविस यही अरे घरहरू यस्तो छ यस्तो घर हुँदो रहेछ अनि घरको छानामा चाहिँ यस्तो माटोले छापेको हुँदो रहेछ यस्तो घरहरू यस्तो ओहो कत्रो रुख हो यो दसैँ वाउ क्या दामी छ यार यो चाहिँ सैनिक इलाका रहेछ यस्तो दामी यार यो चाहिँ ओरिजिनल भेडा हो क्या यो चाहिँ लेकतिर पाउँदा यो चाहिँ
ठुलो सिंह अब बाटो चाहिँ यस्तै रहेछ, त्यस्तो खतरा अफरोड पनि छैन, सबै यो ग्राभल गरेको रहेछ। राम्रो रहेछ है बाटो चाहिँ, त्यस्तो गाह्रो चाहिँ छैन घर आउनुलाई। बाटोको चाहिँ नो टेन्सन रहेछ, सिलिली हो बाटो चाहिँ। ठाउँ ठाउँमा कतै कतै अब अलिक ढिलोहरू छ, नत्र भने यसो सामान्य ठिक छ बाटो चाहिँ। यतिको बाटोमा चाहिँ जो पनि आउनु सक्छ। किरा पस्यो फेरि यहाँ। ल यो देखिएको चाहिँ मुगुको हामी रारा आउँदाखेरि पहिलो गाउँ है। यो चाहिँ यस्तो छ। यहाँनिर अहिले हेर्दा हेर्दै यो गाउँ हेर्नुलाई बसेको ठ्याक्कै यहाँनिर पहिरो झरेर हो। त्यहाँ फेरि अहिले हामीले पन्छ्यौँ रुख चाहिँ, अनि बाइक छिर्ने चाहिँ छ ठाउँ। यस्तो छ है, दामी छ ठाउँ। गलत बाटो छिर्यो। रहन आइपुग्ने बेलामा चाहिँ यस्तो रहेछ है, अलिकति चाहिँ यहाँ चाहिँ अलिक गाह्रै छ है यहाँ चाहिँ। ल रारा प्रवेश गरियो है। यहाँ बिसाउनु भयो, हुन्छ। तरेको आम्मामा एक्लै आउनुभयो है तपाईँ पनि? ठिक छ, एक्लै हिँड्ने रमाइलो हुन्छ। रारै जाने हौ, घोडा चाहिँ रारामै छ। त्यसो उता यतातिर पार्किङ गर्नुहोस्, त्यहाँबाट अब ढिला नगरेर टाढा छ 6 किलोमिटर हिँड्नु छ तपाईँले। अब हिँड्न हिँड्ने घोडामा जाने, घोडामा जाने भए पनि त्यही 6 किलोमिटर हो। ल त्यो महादेव होमस्टे मेरो होटल हो, त्यतैतिर राख्नुहोस्। अनि हेलमेट सेलमेट त्यही राखेर अनि बिस्तारै जाँदा पनि भयो। ल हुन्छ हजुर, हस् धन्यवाद। थ्याङ्क यू। ल सल्लेरी आइपुग्यो। अब बाइक चाहिँ यहीँ राखेर यहाँबाट घोडामा जाने हो। यस्तो घोडामै 6 किलोमिटर अरे यहाँबाट। घोडा छ टन्ने। हेलो भन्दै हुन्छ। हेलो गाइज, हाम्रो यहाँ घोडा चढेर जाने गरे हाम्रो सर आउनु भएको छ बल्ल सल्लेरीदेखि। अब घोडा सवार गरेर चट्टै राराको तालको छेउमा बस्ने रे। अनि भोलि मुरो टप हुँदै अनि घोडामा फेरि फर्किने घोडा साउजी भाइ होइन? हजुर, एन्ट्री गरिसकियो अनि घोडामा जाने। अब यहाँ चाहिँ मेरो चाहिँ एकछिन तलदेखि घोडा चढ्नु दिँदैन रहेछ, अलिक माथि आउनुपर्ने चाहिँ हिँडेको सास फुलियो। अब म यहाँबाट घोडामा जान्छु। रात परिसक्यो, अब भोलि भेटौँला है त।